वेलकम टु द माई फर्स्ट ब्लग। यो चाहिँ मेरो फर्स्ट न्यू ब्लग पनि हो न गाइज। सबैले यो भिडियो हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला, गाइज। अनि हाम्रो चाहिँ एउटा किराना पसल छ न गाइज, हेर्नुहोस् यही हो। अब नजिकै भए आउनु होला। हेर्नुहोस् यहाँ चाहिँ फ्री फायर चल्दैछ। सबैले हाय भनिदियो। यहाँ चाहिँ यत्रै मान्छे चाहिँ यत्रै हुनुहुन्छ न फ्री फायर भएको छ। हेर्नुहोस् गाइज, मोटे गाइज हामी चाहिँ यसले गाइज मोटर खेल्नु जाने त मोटर खेल्नु जाने फुटबल हो यो दाइ। न गाइज हेलो भनिदिएको। हेलो गाइज, खेलौँ भनिरहेको। खेल्न आउँछ कि नै? आउँछ नि भाइ। ए दाइ ल भाइ हो लोलीपप खाने। के खेल्ने म? यो चाहिँ अब केटीहरूले चाहिँ त्यहाँ खेलौँ भनेको है। सुन्नु गाइज, अब हेर्नुहोस् बल्दैन। हेर्नुहोस् यो छक्का आएको कि गाइज दुगुरो आएको गाइज। खै यहाँले त नालिया मात्रै नफाल्न। उता चाहिँ हाम्रा मोटीजी हुँदै हुनुहुन्छ। मैले उहीँ देखाएको थिएँ नि, उस त्यहाँ हुनुहुन्छ गाइस। कहाँ फालेको ओरे घर फर्किदिएला जस्तैले हालेको। पल्टेको छ गाइस। मसिम खोज्न आएको थियो गाइस, पल्टेको छ। कस्तो परिस्थिति भएको छ गाई अङ्कितजी? माछा सक्ने भएको भ्याएको त जी, भ्याएको त हुँदैन। यता हेरेर भन्दैन। मोटे यहाँ मोटे चाहिँ अलि लजी लागेको छ। यो चाहिँ आफ्नै पारामा खेलेको छ। फुटबलको स्पेलिङ भन्दा ल, फुटबलको स्पेलिङ अनि पहिला कति कक्षा पर्छ ल भन्? कति कक्षा पर्छ? 10। यता हेर्न फुटबलको स्पेलिङ अन्त यो चाहिँ आउने काली कालीको गाला
यसलाई चाहिँ फुटबलको स्पेलिङ नयाँ नयाँ निस्क्यो 6 मा पढ्नेको हालत ए ओइ अर्को लोड्नु भयो अहिले चाहिँ माझी लोड्नु भएको छ कमलो जटको माछा छ पिस्की ब्याग त ल फेरि ल फोइल फुटबलको स्पेलिङ अन्त ल बल्ल जानु है त के भनेको के मोडल चाहिँ 2 कक्षा पढ्छ न मोडल चाहिँ 2 कक्षा पढ्छ यसलाई अब के भन्नु भन्ने न एबिसिडी आउँछ गाई न क ख आउँछ ए लली बर्गरको लस के ल गाइस अब चाहिँ हामी खेल्छौँ अब चाहिँ हामी खेल्छौँ न गाइस आयो हजुरहरूलाई यो भ्लग मन पर्यो होला मन परेमा लाइक कमेन्ट सेयर र सब्सक्राइब गरिदिनु होला गाइस हेलो भन् के हेलो सब्सक्राइब गर्नु भन्न सब्सक्राइब गरिदिनुलाई गाइस लाइक guys. सब्सक्राइब कमेन्ट बाई